आदरणीय प्रिय दर्शकबिन, आज हामी यही गाउँ, यही ठाउँ, यही बस्तीमा आएका छौँ र विशेष गरी आज तपाईले यो गाउँ बस्तीमा पनि यसरी फुलहरू फुल्न सक्दो रहेछ। अनि हामी यहाँ एकदम फुल मात्रै ठुलो कुरा होइन, तर मेहनत चाहिँ अति नै ठुलो कुराहरूलाई हामीले महसुस गरेका छौँ। आदरणीय हाम्रो छिमेकी भाइ रिङ्कुको घरमा यसरी फुलाएका छौँ। उहाँको मेहनत, उहाँको परिश्रमले आज यसो ढकमक्क फुलेको यो दृश्य अति नै रमाइलो हामीले यसरी भिडियो खिच्ने मौका पाएका छौँ। यद्यपि हामीले आज यहाँ ठाउँमा आएर पनि हामीले यो फोटो खिचेनौँ भने साँच्चै नै उहाँको परिश्रम व्यर्थैमा रहेको हामी अनुभव गर्छौँ। यसै कारणले गर्दाखेरि उहाँहरूको मेहनत, उहाँको परिश्रममा यो फुलेको यो ओकाइटी विशेषगर गाउँ श्रीमान रिङ्कु राई ज्यूले फुलाउनु भएका यो मल्टी भेराइटीमा यो फुलेको गदावारी यसरी रहेको छ। उहाँहरूलाई हामी एकदम बधाई दिन्छौँ। उहाँले फुलाउनु भएको फुल यति सुन्दर ढकमक्क फुलेको छ। त्यसै कारणले गर्दाखेरि यो फुलको जसरी सुन्दरता यसरी देखिरहेका छौँ। उहाँको जीवनमा पनि हामी त्यही आशिषलाई हामी बोल्न गइरहेका छौँ। उहाँको जीवन, उहाँको परिवारमा पनि जसरी यो फुलले ढकमक्क फुलेर सुन्दरता दिइरहेको छ र मनमुक्त पारेको छ यो फुलले भने उहाँको परिवारमा पनि यसरी नै साँच्चै मनमुक्त हुने परिवार बन्न सकौँ, ईश्वरले उहाँहरूमाथि राज गरौँ। त्यसरी नै उहाँका छोरा युगल पनि त्यति नै परिश्रमिक हुनुहुन्छ। मैले केही दिन मात्रै उहाँले गर्दै गरेको त्यो फुलको हेरचाह अनि मल, त्यसरी नै उहाँले पानी दबाईहरू छिड्दै गरेको देखिरहेको थिएँ भने आज केही समय पश्चात मैले यति सुन्दर फुल, ढकमक्क फुल छ होला जस्तो चाहिँ मैले विश्वास गरेको थिइनँ। तरै पनि आज हामीले यो फुल ढकमक्क फुलेको देखिरहेको छौँ। भाइ युगललाई पनि हामी धेरै धन्यवाद दिन्छौँ। यसरी आउँदो दिनहरूमा हाम्रो गाउँठाउँमा रहे तापनि, आफ्नो गाउँ बस्तीमा रहे तापनि हाम्रो एउटा फुल भनेको एउटा पुरुष जातिको गहना हो भन्ने पनि हामी बुझिन्छन्। र यो फुल गार्डन आदरणीय भाइ रिङ्कुको रहेको छ। फुल मात्रै नभएर यहाँ हाउस प्लान्टहरू पनि मजाले गर्नुभएको छ। हेर्नुहोस् कसरी प्लान्टलाई कसरी बनाउनु पर्ने उहाँहरूले एउटा तयारी यसरी गर्नुभएको छ। यहाँ देख्दै हुनुहुन्छ अति मजाको फुल। मेरो श्रीमती हेलो, मजाको लागिरहेछ। नयाँ प्लान है, मैले पनि आज देख्दैछु। हेर्नु नयाँ मजाको छ, नयाँ प्लान छ, मजाको नि मन पर्यो। यो फुलहरू फुलिरहेको देख्दाखेरि आफूलाई पनि केही आउँदै साल चाहिँ म पनि रोप्छु भन्ने जस्तो लागेन? लाग्यो। फुलको आइडिया आउँदैन। भाइ रिङ्कु, भाइ हाम्रो युगलसँग यसरी बुझ्यो भने सायद हुनसक्छ, आइडिया आउनसक्छ होइन। हामी अर्कोतर्फ जानेछौँ प्रिय दर्शकबिन। यतिखेर भाइ रिङ्कुको अर्किड को हाउसतिर पनि अलिकति हामी सानो छोटो दृश्य देखाउने गर्नेछौँ। यसरी उहाँले अर्किडहरू पनि फुलाइरहेको छ, देखिरहनु भएको छ। यो अर्किडको हाउस हो ल, देखिरहेको छौँ। अरू प्लानिङहरू पनि अलिकति यहाँ साइडमा देखाइरहेको छु ल। उहाँको एउटा छोटो घरको फोटो पनि हामी लिइरहेको छौँ है। यो चाहिँ बाहिर इन्जिलिया अलिकति फेडा भइसकेको छ, परसम्म रोपेको छ। र उहाँको घरको फोटो चाहिँ म यसरी देखाइरहेको छु, ओकाइटी विशेषगर रिङ्कु राई। हवस् त दर्शकबिन, हामी अर्को फेरि पनि यस्तै भिडियो लिएर हामी तपाईँहरूसँग आउनेछौँ। तबसम्मको लागि बाई, फेरि भेटौँला।